नमस्कार साथीहरु, तपाईं सबैलाई फिनोलोजी वर्ल्डमा स्वागत छ। जहाँनिर तपाईले शेयर सम्बन्धी सम्पूर्ण जानकारीहरु पाउन सक्नुहुन्छ र आज हामी यस भिडियोमा एउटा चाहिँ हाल फिलहालै खुलेको म्युचुअल फन्डको बारेमा कुरा गर्ने छौं, जुन म्युचुअल फन्डको नाम रहेको छ सिटिजन्स सन्तुलन योजना। आउनुस् सुरु गरौँ। सबभन्दा पहिला कुनै पनि कम्पनीको आईपीओ खुल्दाखेरि हामी सबैको मनमा एउटै कुरा खुल्दछ कि कहिलेसम्म चाहिँ यसको एप्लाई गर्ने मिति रहेको छ र कहिलेदेखि यो खुलेको छ, ढिलोमा कहिलेसम्म हामीले एप्लाई गर्न सक्छौं। त तपाईहरुको जानकारीको लागि म बताइदिउँ, यस सिटिजन सन्तुलित योजना अन्तर्गत हामीले पुस 4 गतेदेखि लिएर 8 गतेसम्म एप्लाई गर्न सक्छौं। यदि डिमान्ड पूरा भएन भने ढिलोमा हामीले 18 गतेसम्म चाहिँ एप्लाई गर्न सकिन्छ। तर मलाई लाग्दैन कि हामीले 18 गतेसम्म कुर्नु पर्छ, किनभने 8 गते बिचमा नै यो पूरा फुल भएर जान्छ। र चाहिँ अब यसमा हामीले मिनिमम न्यूनतम कति एप्लाई गर्न सकिन्छ र बढीमा हामीले कति एप्लाई गर्न सक्छौं, त्यसको जानकारीको लागि तपाईहरुलाई जानकारी गरौँ। मिनिमम हामीले 100 किता र चाहिँ म्याक्सिममको कुरा गर्दाखेरि, अधिकतमको कुरा गर्दाखेरि 1 करोड कितासम्म पनि तपाईले एप्लाई गर्न सक्नुहुनेछ। यस सिटिजन सन्तुलित योजना अन्तर्गत चाहिँ यस कम्पनीले 10 करोड कितासम्म खोल्ने अनुमति पाएको छ र 10 रुपैयाँको हिसाबले यदि हामीले यसको टोटलै 10 करोड युनिटको कुरा गर्दाखेरि 1 करोड 50 लाख किता चाहिँ सिटिजन बैंकको लागि रिजर्भ राखिएको छ भन्ने, सर्वसाधारणको लागि 8 करोड 50 लाख किता चाहिँ छुट्याइएको छ, जसमा हामी तपाईं जस्ता सबैले एप्लाई गर्न सक्छौं। र एप्लाई गर्दाखेरि हामीले मिनिमम अघि मैले भनिसके 100 किता र म्याक्सिमममा 1 करोड कितासम्म एप्लाई गर्न सक्नुहुनेछ। यदि तपाईले 100 किता पनि एप्लाई गर्नुहुन्छ भने 100 × 10 गर्दाखेरि 1000 मिनिमम रुपैयाँ चाहिँ तपाईले यसमा इन्भेस्ट गर्न सक्नुहुनेछ। अहिलेसम्म हामीले के बुझ्यौं भने यसको मिनिमम किता चाहिँ कति रहेको छ, म्याक्सिमम किता कति रहेको छ, कहिलेदेखि खुलेको छ र कहिलेसम्म हामीले एप्लाई गर्न पाउँछौं। अब कुरा आउँछ कि यो सबै कुरा थाहा भइसकेपछि आखिर यो के भन्छ म्युचुअल फन्डमा हामीले एप्लाई गर्ने कि नगर्ने, त कस्तो रहेको छ यो कम्पनी सिटिजन सन्तुलित योजना कस्तो रहेको छ, यसमा हामीलाई फाइदा हुन्छ कि हुँदैन, कि हाम्रो पैसा डुबेर जान्छ। किनभने आजकल जुन हाम्रो म्युचुअल फन्डको हेर्छौं कि 10 रुपैयाँमा खुल्छ तर उसको मूल्य चाहिँ 9 रुपैयाँ, 8 रुपैयाँ, 7 रुपैयाँसम्म, 5 रुपैयाँसम्म पनि गएको देख्न सकिन्छ। त्यसैले कुनै एप्लाई गर्नुभन्दा पहिला हामीले कम्पनीको बारेमा बुझ्नुपर्ने हुन्छ कि कम्पनीको योजना कस्तो रहेको छ। त यस भिडियोमा हामीले यो पनि कुरा गर्छौं। सबभन्दा पहिला म्युचुअल फन्डमा एप्लाई गर्दाखेरि हामीले के कुरा बुझ्नुपर्छ भने म्युचुअल फन्ड चाहिँ ओपन इन्डेड रहेको छ कि क्लोज इन्डेड रहेको छ। यदि ओपन इन्डेड रहेको छ भने तपाईले जुनसुकै बेला पनि बेच्न सक्नुहुनेछ, जस्तै कि कुनै पनि आईपीओ यदि छ भने त्यसको जस्तै। तर यदि क्लोज इन्डेड रहेको छ भने यसमा कम्पनीले चाहिँ एउटा टेन्युर फिक्स गरेको हुन्छ, यो यति वर्षपछि मात्र तपाईले यसलाई बेच्न पाउन सक्नुहुनेछ। र यस सिटिजन सन्तुलित योजनाको कुरा गर्दाखेरि कम्पनीले चाहिँ क्लोज इन्डेड लिएर आएको छ, यानी कि 10 वर्षसम्मको लागि तपाईले यसलाई बेच्न सक्नुहुन्न। आफ्टर 10 इयर्स तपाईले यसलाई बेच्न सक्नुहुनेछ। हामी सबैको मनमा लागेको एउटा चाहिँ कुरा हुन्छ कि आखिर यस्ता कम्पनीहरूले जुन हाम्रो पैसा कलेक्सन गर्दछ भने त्यसलाई कहाँनिर यिनीहरूले लगानी गर्दछन्, जसबाट चाहिँ हाम्रो पैसा डुब्न सक्छ कि सक्दैन भन्ने कुरा पनि हामीले जान्न एकदमै जरुरी हुन्छ। जसरी कि यस म्युचुअल फन्डको नामै रहेको छ सिटिजन सन्तुलित योजना, यानी कि यसले हाम्रो पैसालाई चाहिँ देशका विभिन्न सेक्टरहरू जस्तै शेयर, डिभेन्चर, फिक्स्ड डिपोजिट यिनीहरूमा लगानी गर्छन्। र यस कम्पनीले पनि हाम्रो जम्मै पैसालाई चाहिँ शेयर, डिभेन्चर, एफडी यानी कि जहाँनिर तपाईले डुब्ने डर हुँदैन त्यस्ता ठाउँमा चाहिँ लगानी गर्ने देखिएको छ। फेरि साथीहरु, हाम्रो मनमा यो पनि कुरा आउँछ कि यो चाहिँ क्लोज इन्डेड रहेको छ, यसमा हाम्रो पैसा चाहिँ 10 वर्षको लागि फिक्स हुन्छ, हामीले बेच्न पाउँदैन, त आखिर हामीले यसबाट प्रफिट हुने के। त साथीहरु, प्रफिटको कुरा गर्दाखेरि हामीले प्रत्येक वर्ष चाहिँ एउटा रेसियोमा चाहिँ डिभिडेन्ड पाउँछौं, जसमा कम्पनीले यदि मुनाफा गरेको हुन्छ भने आफ्नो डिभिडेन्डहरू लाइक के भन्छ फिक्स्ड डिपोजिटको इन्ट्रेस्ट जस्तै पाउने छौं हामीले यस म्युचुअल फन्डबाट। तर यसमा यदि तपाईले सोच्नुहुन्छ कि यसको के भन्छ अहिले 10 रुपैयाँमा हामीले किनेको छौं, भोलि गएर 12 रुपैयाँ भयो भने हामीले बेच्न पाउँदैनौं, किनभने पहिला नै हामीलाई थाहा छ कि यो क्लोज इन्डेड रहेको छ, जुन कि 10 वर्षसम्मको लागि फिक्स हुनेछ। तर 10 वर्षपछि तपाईलाई बेच्न मन लाग्यो भने तपाईले चाहिँ यसलाई बेच्न सक्नुहुनेछ। र तर 10 वर्षसम्म चाहिँ तपाईले एकदमै फिक्स्ड डिपोजिट जस्तै बुझेर यसबाट मात्र तपाईले डिभिडेन्ड ब्याजहरू चाहिँ पाउन सक्नुहुनेछ। यो नै तपाईको मेजर चाहिँ प्रफिटको रूपमा बुझिन्छ। डिभिडेन्डकै कुरा गर्दाखेरि यस सिटिजन सन्तुलित योजनाले चाहिँ आफ्नो 10 वर्षको डिभिडेन्ड रेसियो चाहिँ पहिला नै खुलाइसकेको छ। हामीले तपाईलाई जानकारी गराउने छौं। जसरी कि पहिलो सालमा यस कम्पनीले तपाईलाई 10% को डिभिडेन्ड दिन्छ भने दोस्रो सालमा चाहिँ 12% को र तेस्रो वर्षमा चाहिँ 13%,
यसरी गरेर चौथो र पाँचौँ वर्षमा चाहिँ 14% हिसाबले तपाईँलाई डिभिडेन्ड प्रोभाइड गर्दछ र 5 वर्षपछि यानि कि 6ठौँ वर्षदेखि लिएर 10औँ वर्षसम्म तपाईँले 15% हिसाबले डिभिडेन्ड तपाईँले यस कम्पनीले प्रोभाइड गर्नेछ। यस म्युचुअल फन्डको चाहिँ एडभान्टेज त हामीले बुझिसक्यौँ। अब डिसएडभान्टेजको कुरा गर्दाखेरि खासै केही डिसएडभान्टेज त हामीले देख्दैनौँ, किनभने यो एक किसिमको सुरक्षित लगानी हो। यदि तपाईँले आफ्नो पुँजीलाई फिक्स डिपोजिट गर्नुहुन्छ भने 5 देखि 7% चाहिँ सालाना ब्याज पाउनुहुन्छ। तर यस कम्पनीमा यदि हामीले आफ्नो पैसाले लगायो भने यहाँनिर बसेका विज्ञहरूले सुरक्षित क्षेत्रहरूलाई हेरेर चाहिँ लगानी गर्नुहुन्छ र लगानी गरे पश्चात हामीलाई मिनिमम 10% चाहिँ डिभिडेन्ड दिन्छन्, जुन कि एक हिसाबले हेर्नु पर्यो भने राम्रै छ, फिक्स डिपोजिटभन्दा बेटर छ। तर अब डिसिजन चाहिँ हाम्रो हुनेछ हैन, डिसिजन चाहिँ तपाईँहरूको हुनेछ कि तपाईँहरूले यसमा लगानी गर्नुहुन्छ कि गर्नुहुन्न, कि आफ्नो पैसालाई अन्त्य ठाउँमा लगानी गर्नुहुन्छ।